आज म एउटा नयाँ युट्युब एकाउन्ट बनाउँछु र तबसम्म रोकिन जबसम्म मैले आफूलाई र्यान्डमली भेट्दिन। त्यसपछि मैले युट्युबको नयाँ अकाउन्ट बनाउन सुरु गरेँ। युट्युब एकाउन्ट बनिसके है, एकदमै नयाँ ब्रान्डेड। अब चाहिँ म रिल्समा चाहिँ आफूलाई खोज्छु। सुरुमा आउन सक्छ, कतिखेर आउँछ थाहा छैन मलाई। सुरु गरौँ, कुन रिल्स आउँछ। गाइज मैले चाहिँ ओए लाइक पनि भन्छ। अनि मैले धेरै नै बेर युट्युब सर्ट्सहरू हेरेँ, तर मेरो त टाटाको कुरा नेपाली भिडियो समेत आथेन। तालले त हुन्न खोजेको मेरो मात्र होइन, नेपाली भिडियो समेत आएन। बिस्तारै अल्छी लाउँदै गएपछि मैले हाम्रो सिरो र हाम्रो आमालाई पनि हेर्न लाएँ। र बिस्तारै नेपाली भिडियोहरू पनि बल्ल र तल्ल आउँदै थियो। अनि हाम्रो भिडियोको भने अत्तो पत्तो थिएन। त्यसपछि मैले भिडियो हेर्दै गएँ। धेरै नै बेर पछाडि फाइनली हाम्रो भिडियो त होइन, ब्याट्री भने सकियो। यस्तो हालत भयो नि मेरो, होइन कति घन्टा हेरिसकेँ तर मैले भिडियो पनि पाइनँ। मेरोमा 1% भन्दा चार्ज पनि छैन। सब्सक्राइब गरिदिनु, अलिकति म फेमस हुन सकूँ।